भाँचिएको छ क्या टक्क लाएर होइन। अहिले यस्तो देखिरहेछ बाइक चाहिँ। एक्लै जानु अल्छी लाग्छ नि त। अनि हिँडो पनि दामी सुकिरहेछ है। क्याफे पनि आइपुगिसक्यौँ भन्दा अब फल हुन्छ क्या फेरि मान्छेले। सो हाई गाइज, तपाईँहरू एकदमै सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि सो आज चाहिँ दामी धेरै दिन पछाडि दामी घाम लागिरहेछ नि त। सो टक्क लाएर बाहिर निस्किदिउँ न त भनेर बाहिर निस्किन आँटेको। सो मेरो चाहिँ यहाँ के भएको छ भने होइन, हिजो अस्तिको दिन टक्क क्या मेरो यहाँनिर सो मेरो बाइकको चाहिँ होइन टक्क यो ह्यान्डगार्ड चाहिँ यसरी भाँचिएको छ क्या टक्क लाएर होइन। अस्तिको दिन भाँचिएको होला यो चाहिँ टक्क लाएर यस्तो दामी भाँचिरहेछ। अनि कस्तो नराम्रो लाग्यो क्या यो भाँचेर चाहिँ। अनि मैले फुकाइदिइ पनि सकेँ। सो अहिले यस्तो देखिरहेछ बाइक चाहिँ। सो ठिकै छ, अब नराम्रो त लाग्छ, स्ट्रगल टाइम हो नि त। अनि सानो सानो कुराहरू पनि टुटो फुटो भने अलिक नराम्रो लाग्छ। सो मैले नै चाहिँ भच्चाएको होइन, ठिकै छ। सो अब क्याफे जानुपर्छ। त्यही हो, अब 3-4 दिनपछि दामी घाम लागिरहेछ नि त। अनि सो अहिले अब अलि बेलुका भयो, अब घाम पनि जाने बेला भयो नि त। टक्क आज चाहिँ धेरै दिन भइरहेको थियो क्याफे नगएको पनि। अनि सो आज चाहिँ क्याफे पनि गइदिउँ होइन। त्यहाँ परतिर भाइ पनि छ होइन, एउटा भाइ। अनि भाइलाई पनि लैजाउँ कि भनेर सोचिरहेको थिएँ। अब सो मान्यो भने भाइलाई पनि लिएर जाने हो, नभए एक्लै जान्छु। मलाई क्याफे जानु मन परिरहेको थियो नि त। अनि धेरै टाइम भइरहेको थियो नगएको पनि। सो अब निस्किनुपर्छ होइन। टक्क बाइक साइक झिकेर अब क्यामेराहरू फिट गर्नु पऱ्यो। सो साह्रो ढिलो भयो भने पनि अहिले धेरै दिन पछाडिको वेदर होइन, यसो देखाइदिनु पऱ्यो नि त कस्तो छ। धेरै रात पऱ्यो भने पनि वेदर राम्रो हुँदैन। सो अब क्यामेराहरू फिट गर्छु अनि बाइक झिक्छु। अनि सो लाग्दिहाल्नुपर्छ क्याफेतिर। क्यामेरा फिट गरिदिइसकेँ, अब सो बाइक झिक्ने हो। सो कस्तो लागिरहेछ त आज चाहिँ। धेरै दिन पछाडि टक्क भिडियो बनाएको जस्तो फिल भइरहेछ होइन। सो धेरै दिन चाहिँ भएको छैन होला, तर पनि धेरै दिन पछाडि भिडियो बनाएको जस्तो फिल भइरहेछ। सो बाइक पनि हेरिदिउँ न त एकचोटि होइन, टक्क लाएर धेरै दिन पछाडि भिडियो बनाएको जस्तो फिल भइरहेछ। सो बाइकको लुक्स देखाइदिन्छु नि त तपाईँहरूलाई। बाइकको लुक्स होइन। सो गार्डन बेल। अनि बाइक चाहिँ धुएको छैन नि त, म खासै धुदिनँ। अनि पुसेरै काम चलाइदिने हो। सो घाम चाहिँ ओभर लागिरहेछ क्या होइन। दामी वेदर चाहिँ दामी छ, घाम पनि बब्बाल लागिरहेछ। एउटा सिन देखाइदिउँ न त। सो घाम दामी लागिरहेछ। सो ठिक छ, ल लाग्दिउँ न त, राइड हान्दै कुरा गरौँ। सो लाग्दिउँ न त। सो त्यहाँ परतिर भाइ पनि लगाइदिउँ भनेको। अब निस्क्यौँ, भाइ गयो भने भाइलाई लानुपर्छ। यहाँदेखि चाहिँ टक्क हिँडो पनि दामी सुकिरहेछ है मान्छेले है। कति दिन पानी परेर धान पनि दामी हरियो हुन आँटेको छ। यस्तो धेरै दिन पछाडि भिडियो बनाउनु निस्केको कस्तो फिल भइरहेको छ क्या मलाई आज यार अचानक। भाइ हाम्रो सानो ब्रदरलाई यङ्गर ब्रदर लानुहुन्छ कि न हेर्दैनौँ न त। सो एक्लै जानु अल्छी लाग्छ नि त। अनि त्यही भएर भाइलाई पर्खेँ, उपरतिर गएको रहेछ भाइ। अनि भाइ आयो, अब भाइ रेडी हुँदैछ। अनि सो हामी निस्किन्छौँ। एक्लै जानु अल्छी लाग्यो नि त। अनि मेरो पनि काम थियो। अनि भाइलाई पनि हल्का एउटा कफी मनपर्छ भन्दै थियो नि त। अनि सो भाइलाई एउटा कफी पनि टेस्ट गराइदिउँ।
सो मलाई नि खानु मन परिरहेछ अनि सो भाइ र म अब कफी खान जाने हो टक्क लाएर। कस्तो खतरा स्माइल हान्यो त अनि भाइ कहाँ हिँडेको? A few moments later. बसले ल क्याफे गएको भन न भाइ। अनि ठिक छ त हालखबर तिम्रो हो? लास्टै ह्यान्डसम छ नि त तिमी त, लास्टै ह्यान्डसम छ नि त तिमी त। मलाई त ह्यान्डसम लाग्छ यार तिमी त। अनि तिमीले कुन कुन कफी खायो अहिलेसम्म? आज कुन खाने अरे तिमी? भ्लग स्टार्टै छ भाइ, केही हुँदैन। किन मन पर्दैन तिमीलाई भ्लग? अनि तिमी त मेरो भ्लग हेर्छौ होइन? माया लाउन। तिम्रो स्कुल चाहिँ कता हो यतादेखि? ए भद्रपुरबाट हो। तिमी अहिले कति क्लासमा पढ्दैछौ? वाउ, भाइलाई त हल्का वेट गरेँ मैले होइन। अनि भाइ निस्केर हामीले टक्क लाएर अहिले क्याफेतिर जाँदैछन्। यो रोड चाहिँ जहिले यस्तै भिड हुन्छ क्या, जहिले केही छैन। तिमी त लजाउँदैन थियौ त, आज किन लजाएको? लजाउनु हुँदैन है छोरा मान्छे भएर। म भोलि एडिट गर्छु होइन, भोलि सटरडे हो नि त। अनि भोलि एडिट गर्छु अनि पर्सितिर हाल्छु होला, सन्डे हाल्छु। ओके, तिमी मेरो सब्सक्राइबर होइन? सो तिमीलाई सब्सक्राइब गरेकोमा धेरै धेरै थ्याङ्क यू। मेरो भिडियोहरू चाहिँ कस्तो राम्रो लाग्छ तिमीलाई हो र? तिमी कराते सिक्दैनौ? भाइलाई चाहिँ हल्का डर लाग्छ नि त, अनि स्लो कुदेर चाहिँ मैले चाहिँ बिस्तारै नै जानुपर्छ। राइड चाहिँ बिस्तारै नै हान्ने हो। मैले अघि घरदेखि नै स्टार्ट गरेको नि। घरदेखि नै स्टार्ट गरेर आएको नि त आजको भिडियो। अल्छी लागिरहेको थियो होइन, घरदेखि नै स्टार्ट गरेर टक्क म आएको। सन्चै क्याफे पनि आइपुगिसक्यौँ भन्दै बाइक माथि लानु मिल्दैन जस्तो छ। तेल दिउँ न त। यहीँ राखिदिउँला हामी। हामी टक्क लगाएर क्याफे आइपुगिसक्यौँ। लास्ट सुगर हालेको? ओके। भाइलाई चाहिँ कफी तितो भयो अरे, अनि टक्क सुगर हालेकै हामी 3टा भयो। अब होला, अब चाहिँ गिल्ली हुन्छ। सो मेरो पनि आउँदैछ, अब थोरै टाइम लाग्छ।
सक्यो जाम होइन अब हामी चाहिँ क्याफेदेखि बाहिर निस्किसक्यौँ ल अङ्कल लाग्यौँ ल ल त्यही गाइस हल्का कफी खाइयो अनि त्यही त हो नि क्याफे आएपछि कफी खाने हो अनि टक्क लाग्दै गयो अब हामी चाहिँ सो मजा भयो सरहरूसँग भेटियो होइन अब क्याफेभित्र फुल भिडियो बनाऊँ भनेको फेरि क्याफेभित्र अब धेरै मान्छे हुन्छ नि त अनि अब जसुकैको भिडियो बनाएर हाल्नु मिलेन होइन सोध्नुपर्ने हुन्छ त्यही भएर भित्र चाहिँ मैले खासै भिडियो बनाइनँ जति बनाएको छु अब त्यो तपाईँहरू देख्नुहुन्छ आज चाहिँ म स्लो कुदाइरहेको छु किनभने भाइलाई डर लाग्छ नि त त्यही भएर हल्का स्लो कुदाइरहेको छु भाइ अनि तिमीलाई ब्रदर तिमीलाई कफी कस्तो भयो अरे राम्रो भयो मिठो भयो सो यहाँ चाहिँ हल्का रोड सानो छ अनि मेन रोडदेखि बेसी गाडी यही बाटो हुन्छ नि त अनि त्यही भएर हल्का भिड हुन्छ क्या यहाँ चाहिँ खुल्ला हुँदैन रोड त अरू जस्तो रोड पनि सानो छ नि त त्यही भएर अब त्यहाँ चलफल हुन्छ क्या फेरि मान्छेले हामी बिस्तारै नै जाने हो बिस्तारै नै चल्दिउँ हाम्रोदेखि चाहिँ एकदमै नजिक छ नि त क्याफे पनि अनि जस्तै अब हप्तामा एकचोटि चाहिँ आउनु मनपर्छ तर त्यस्तो टाइमै हुँदैन क्या आउने त्यही हो नि अब घरमै बनाउनु हुन्छ दिदीले होइन हल्का कफी अनि घरमै खान्छु होइन मेसिन छैन तर पनि कफीको धुलो हुन्छ नि पाउडर त्यो ल्याउनुहुन्छ होइन अनि दिदीले घरमै बनाउनु हुन्छ क्या अनि अघि पनि म घरमै खाएर आएको खानु त तर घरमा खाएको र क्याफेमा खाएको हल्का मिल्दैन नि त क्याफेमा नि काम थियो मेरो अनि टक्क आज क्याफे पनि आइदिएको भाइ पनि आयो थ्याङ्क यू भाइलाई सो नजिकै छ अब हामी घर पुगिहाल्छौँ अनि मेरो पनि थोरै काम छ भाइको पनि युट्युब च्यानल छ होइन भाइ पनि युट्युबर हो यतिको कुदाउँदा चाहिँ डर लाग्दैन भाइलाई हो योभन्दा स्पिड चाहिँ डर लाग्छ अनि बोल्दैनौ त तिमी त भन न केही त भन सो हामी चाहिँ फेरि अब घर पुग्यौँ होइन यहाँ अगाडि हो सो आजको लागि भिडियो यति नै भन्नुपर्छ होला थ्याङ्क यू फर वाचिङ भिडियो चाहिँ यस्तै मात्रै हो होइन हल्का लङ राइड जानु पाएको छैन नि त अहिले त्यस्तै काम परेर अब 1-2 दिन पछाडि हेरौँ लङ राइड गइन्छ होला अनि त्यति बेला दामी भिडियो आउँछ सो अहिले साथीहरू पनि हल्का बिजी छन् अनि म पनि बिजी छु सो अहिले चाहिँ लङ राइड हान्नु पाएको छैन अब लङ राइड हान्ने बेला आउँछ भिडियो अहिले चाहिँ यस्तै हो भिडियो सो थ्याङ्क यू फर वाचिङ अनि सो आजको लागि भिडियो यति नै लभ यु अल गाइज आजको लागि भिडियो चाहिँ यति नै